बच्चाहरुको भैली हो सबले हेर्दिनु होला है माया गर्दिनु होला यो किनकि सबैलाई मैले देखाउनु देख्ला छु लेखेनौ भन तिमीलाई भैली खेलेछु म तिमीलाई भैली खेली कति दिने पैसा भन कति रे 1000 कति दिने रे को नाच्छ भन त नाच्छस् कसले मैले त हेरेको छैन त अनि ल हामी हामी सबले पैसा उठाइदिन्छौँ ल पक्रे माइक पक्र त हामी सबले पैसा उठाइदिन्छौँ त नाच्नु नाच्दैनस् खै तिम्रो माग खै कसले भट्याउँछ कसले भट्याउँछ रजले भट्याउँछस् ल भट्याउ कहाँनिर खेल्छौ कस घरमा खेल्छौ चोकमा खेलाऊ चोकमा खेला म तिमीलाई पैसा दिन्छु त्यहाँ होइन क्या चोकमा खेली सबैले हेर्छ क्या ला पैसा 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 भनेकै छिटो ल कति दिने रे कति दिने रे कति रे मैले हाल्ने के भैली खेले के हुन्छ त ल बोल बोल के होइन बोल बोल ल खै बाबु जाऊ रे तिमी ल छिटो के ल यो हाम्रो यो सानो ग्रुप टोलियो होइन अब यहाँ सबै त्यहाँ यहाँ पनि मिसिया छ यहाँ पनि मिसिया छ यहाँ त पनि छ त्यो मैले देखाइरहेको छु कि यो सिरदरको घर हो यो मैले देखाइराखेँ यो गोविन्दको ल छि ग भटाउन त कहाँ खेल्छ ल पहिले ल भैले ल मेरो घर सम्झि मलाई खेल ल मैले जित्दै के हुन्छ त अनि छिटो छिटो मैले तिमीलाई 100 रुपियाँ दिन्छु कि छिटो भटाए खै त के ल ल म ल सदिकले भने दिने भए ल सदिकले भने दिने भए 300 रुपियाँ दिने भए ल 1000 रुपियाँ त म दिदिनँ बाबु तिम्रो सिधै पैसा माग्छ त अनि खेलेको छैन के पैसा दिने तिमीलाई होइन ल भट्टा खै भट्टा खै हाम्रा बाँसुरका युवाहरू यहाँ कसैले बिहा गरेका छैनन् ल पनि पारेका छैनन् रे कोही रानीहरू छन् भने कन्ट्याक्ट गरे फेरि सोच दाइ मलाई एउटा केटी चाहिएको छ बरु कोही छन् भने आइज है मसँग ल पार्न ल छिटो के भट्टाउन भट्टा पनि खै ल सदिकले भट्टाउँछ खै ल भट्टा ल माइक माइक पकड ल के हुन दे हो ल भट्टा देशर भन के मादल खोइ बजाउन जाने है मादल बजाउने मान्छेहरू नाचे केही नाचेर भन मैले केही दिन्न बडा तिमीलाई कोही नजिस्क्यो रामसँग है तातो कपडा लगा खै छैन पकली
अलि मान्छ अहिले यो खेल्छु कि तारको लगाएर आउने पुरानो लगा यो बसिरहेको ल ल नाच खै दे नाच सदी नाच दे सदी दे गीत गाउन दे गीत ओ गीत गाउनु कुल जान्छ यो बगाले गीत गाउनु कुल जान्छ गाना गाउनु कुल जान्छ कोही चाहिँ केही कला छैन तिम्रो बेरोजगारी कहाँ बुझ्न एउटा के जान्दैनौ ल ल खै ओइ मोबाइल लिउ न मोबाइल छिटो गर त छिटो ल पार ल कति यहाँ नाच 300 रुपियाँ पाउनु भयो के र पर्दैन यहाँबाट आउनेबाट ल अब रामसिंह नाच्नु नजिस्केर ज्ञानी भएर है यो हाम्रो बाँसगढीको सानो भैलो सबैभन्दा सानो अब आउने हुनियार युवाहरूको नाच हो यो होइन सदिक हो कि सदिक भन्छ हो किन भन्छ अब कहिलेसम्म भैली खेल्ने भोलिसम्म भैली खेल्ने हो पर्सिसम्म होला के कति 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 कमायो तिमीले भैली खेलेर कति कमायो पैसा 1400 मात्र बच्यो किन खर्च भयो के खर्च गर्यो अनि एउटाले म खेल्दैन पैसा दियो भनेर पैसा लाग्यो तल बोल त यो माइक लिएर के किन बिग्रियो एउटाले अब डेक बिग्रेर 200 रुपैयाँ त्यसमा खर्च भयो बनाउने देखाम अब मैले पैसा तिम्रो अहिले कति भएको छ पैसा कति भएको छ 1400 नि मैले 1400 हुन्छ हैन मैले 100 रुपैयाँ त्यसको दिन्छु मैले 100 रुपैयाँ त्यसको दिन्छु 1500 हुन्छ हैन मैले अहिले 100 रुपैयाँ दिन्छु तिमीलाई हैन हो 100 रुपैयाँ कति भयो 100 रुपैयाँ नै 100 रुपैयाँ कति भयो 1500 अनि पैसा 300 रुपैयाँ धेरै भयो कि 300 रुपैयाँ धेरै कि 1500 धेरै भयो 300 रुपैयाँ कसरी 300 रुपैयाँ धेरै भयो हो मैले दिएपछि 1500 भयो भएन अनि ल 1500 हो अनि म ठ्याक 1400 भयो मैले 100 रुपैयाँ 1500 भयो हैन 1500 दिनु उल्लु भयो तपाईले बरु 300 दिनु हो जान मैले तिमीलाई 1500 यति स्याहार पैसा हैन 500 दिउँ मैले तिमीलाई ल 500 दिउँ भन ल को ल 500 रुपैयाँ दिएपछि तिमीले के गर्छौ भन यति ल कहाँ जान्छ कहाँ छ पुतली पार्क अनि तिम्रो कति दिन भयो भैली खेल्यो क्या अनि तिम्रो हेर मसँग हातमा 500 रुपैयाँ छ होइन देखेको होइन सदिकले कति भनेको पहिला 300 रुपैयाँ भने होइन भनेस् नि तैँले 300 रुपैयाँ दिन्छु भने 300 रुपैयाँ दिनु भनेस् नि सब पैसा दिँदैन भने 300 रुपैयाँ भनेस् नि तैँले नि तैँले कपडा तैँले जकेट लगाएर आएपछि मात्रै मैले 500 रुपैयाँ दिन्छु जा तातो कपडा लगाएर आएपछि मात्रै तैँले 500 रुपैयाँ पाउँछस् तिम्रो अनि तिम्रो खै
तिम्रो साँझ कति बज्नु खेल्छौ? हामी 10 11 अब भइहाल्छ बाले अब हामी खेल्छौँ नि तपाईले देइसक्नु भयो अब हामी 11 बजेसम्म खेल्छौँ हैन बाले कति बज्नु खेल्छौ नथक्यो भन्छु 10 बजेसम्म खेल्छौँ के 10 बजेसम्म मात्रै हैन बाले 8 बजेसम्म मात्रै खेल्छौँ 7 बजेसम्म तिम्रो अब ओइ तेरो तिम्रो अहिले अब खेलिसक्यौ साँच्चै खेल्दैनौ नि ल मैले 500 रुपियाँ खेल्छु खेल्दैन यति भन्नु ल हैन बाले 1-200 रुपैयाँ त कमाइहाल्ला र यता यता क्या अब हिटी खेल्छौँ अब लाइ हिटी युटी माथि छ तिनटा चारवटा घर कहाँ हिँडेर मित्रिया घर अनि उता त्यो ललित अङ्कल घर अनि माथि त्यो बोरा कान्छा घर बोरा माइला घर अनि गुड्दिनिया घर त्यति हो के अनि तिम्रो रातिमा हिँड्न सक्छौ त त्यो नाम के बाबु अंकित हरान हैन खै लगाइस कपडा हो लगा त जाडो हुन्न तँलाई मेरो हातमा 500 रुपियाँ छ हैन मैले यिनलाई 500 रुपियाँ दिउँ कि नै भन नदिनु माथिन्छ जानु 500 रुपियाँ भन दिनु ल यिनीले जे भन्छ त्यही दिन्छु तिमीलाई भन सदिकले 300 रुपियाँ भने 300 रुपियाँ दिन्छु म फेरि लास्ट कति भन्यास रे कति भन्यास रे हैन तल 300 रुपियाँ भन्यास के अनि बोली न फेर न भयो भन कति दिन्छु त ल 500 दिने मान्छेले एकमुठ हात उठाउँछ कसैले 500 नदिउ भने आयो ठिक छ उनीहरूले भने उनीहरूले भनेछन् मेरो तर्फबाट ल सदिक अब त खुसी हैन ल रमा कति पाइस 500 रुपैयाँ एउटा मैले 500 रुपियाँ दिएँ अब लास्ट नाच नि त ल ल मतलब बजाउँदै ले ऊ छैन के वाइफाई छैन त बाबु दे हेर मैले 500 रुपियाँ दिएको छु नि सबैले मेरो च्यानल हैन सबले सब्स्क्राइब गर्ने है सबै आउँछ ल सबले है थाहा भएन ल मेरो नाम के छ कसले गेस गर्न सक्छ टिकटकमा फलो हैन मेरो युट्युब च्यानल छ मिस्टर काजी इन्टरटेनमेन्ट छ हैन ल हामी हैन सब्स्क्राइब गर्छौँ ल ठिक छ ओ सिरदरको छोरी नमस्ते गरिदियो ल जाऊ भयो हैन खै नाच एकताल नाच अनि छोडिदिन्छु म यो पैसा दिएको छु मैले राम्रोसँग सबै मिलेर सब पिने खाने है मैले दिएको पैसा आयो है सबै नाच नि त खै एउटा नाच खै त नि मैले 500 रुपियाँ माग्छु अहिले फेरि सिध यहाँ चाहिँ खै ल्याउँदा एकैछिन ल्याउँदा खै एकछिन ओइ एक अडियो यहाँ यो यसमा के छ यो कसको होला यो कसको यो ओके सर ओइ यसमा यो गोदावरी भनेर लगाऊ त हेलो बाबा नमस्ते गरिदियो त हेलो बाबा भनिदियो त हेलो बाबा भनिदियो बाबा मिस गरिरहेको छु भनिदियो त भनिदियो त काकाले भने भनिदियो
बाबा नमस्ते गरिदियो बाबा नमस्ते गरिदियो यता हेरेर नमस्ते गरिदियो नमस्ते बाबा भने खै त भयो ल गोदामा को अरे नाच्ने को अलि यहाँ गाडी हिँड्छ ओ यहाँ अहिले त यता फोन आने चाहिँ मलाई फोन गर्नु बजाइदिनु खै माइक खोइ सधैँ नाच्ने माइक माइकले माइक यहाँ नजिक गराउ त ल लाज लाँदैन नि त्यसरी ल कता गयो सधैँ ल दे त पनि नाच नानी नाच के फेरि पैसा बढ्छ है होरल्लो गर पैसा बढ्छ है छिटो होरल्लो गर सबैले जानु त मारो न एकछिन नाच्ने त चुप मजा आउँछ ओ मादन त बजाउँछ है जान्न के बोले यस्तो तेरो बाल हेर्छौ त हिजोको भिडियो छ त यो भन्दा त डेक सेक बजायो भिडियो छ यही नाच्छ यही गीत हो नि हिजो नि यही गीत छ म यसमा साउन्ड आएन भने तर यसमा गीत हाल्नुपर्छ क्या बोलिरहम आउँदैन किमेजी बाबु नगर कि लाल त पनि नाच न नाच 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 कोन गाल गर्छ जानेछस् नै नाच 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 नानी आइज तपाईँ आइज आइज कि नाच के हुन केही हुन के नाच आइज सतिका जान्छस् उनले अर्को छ कि उनीहरुको मिला छ तिमीलाई पनि रात पनि हिँड्न सक्छ 500 रुपियाँ दिएछु मैले 500 रुपियाँ 5 रुपियाँ नाम अनि ल अब को सदिक अब यो छिटो के किन लाज मारेको छु भोलि खेल्ने फेरि 500 रुपियाँ छिटो हामीसँग गीत छँदैछ कुन गीत हो भन गीतको आवाज जान्न कि त्यो लोकेश पनि यहाँ अब को जाँदैछ छिटो छिटो म
जाँगर चाहिँ नाच्नु त नाच नाच स्टार्ट गर गर के खै मोबाइल पनि लियो त सँगै यहाँ जोडिदिउँ आवाज नि लगाउन त अन्त ए यता आइज के बाबु के बोलायो बस यसै मधुर देखिन्छ दाइ ल भयो अब भैले पनि भयो होइन